हेलो साथीहरू नमस्कार। वेलकम अल अफ यु टु माई च्यानल। अहिले खास भन्ने हो भने ओभरअल वर्ल्ड अहिले डिस्टर्ब भएको हामी फिल गर्न सक्छौँ। त्यो जियोपोलिटिकल सन्दर्भमा भनौँ या ओभरअल इकोनोमिक सिचुएसनको भनौँ, यो खास भन्ने हो भने फेब्रुअरी 28 2026 में चाहिँ युनाइटेड स्टेट्स र इजरायलले चाहिँ इरानमाथि अट्याक गरेका थिए साथीहरू चाहिँ वी अल नो द्याट। र त्यतिकै ट्रम्पलाई के लागिरहेको थियो कि अब जस्तो भेन्जुलामा उसले विदिन सर्ट पिरियड अफ टाइम अब अमेरिकन आर्मीले भनौँ क्याप्चर गर्यो र त्यहाँको राष्ट्रपतिलाई अपहरण गरेर युएसमा राख्यो। फेरि त्यस्तै अन्डर एस्टिमेट गरेको थियो ट्रम्पले चाहिँ। र अहिलेसम्म चाहिँ जुन मिडल इस्टको सिचुएसन भन्नुपर्छ स्टिल नर्मल हुन सकेको छैन। र यो कता कता लागिरहेछ कि अब थर्ड वर्ल्ड वार त नभनौँ तर टेन्टेटिभ त्यही दिशामा गइरहेछ जस्तो लागिरहेछ मलाई। अब जस्तो चाइना रसिया इन्डाइरेक्ट वेमा सपोर्ट गरेकै हो भन्नुपर्छ। र उतातिर फेरि अब नेटो कन्ट्रिज त्यस्तै अब युएस इजरायललाई सपोर्ट गरेकै छन्। अब कुरा गरौँ साथीहरू चाहिँ अब उताको वारको सिचुएसनले गर्दा जुन मिडल इस्टको जुन कन्फ्लिक्ट भन्छौँ वार सिचुएसनले गर्दा अब हाम्रो कन्ट्री यानि डेभलप पनि छैन, अब डेभलपिङ पनि भएको छैन, द्याट्स मिन्स अन्डर डेभलप कन्ट्रिज साथीहरू चाहिँ। अब हाम्रो इकोनोमी भनिसकेपछि कनेक्टिङ टु इन्डियन इकोनोमी भन्छौँ। वाइ आम टेलिङ दिस वान कि हाम्रो करेन्सी पेग विथ इन्डियन करेन्सी छ साथीहरू चाहिँ। र मिडल इस्टको चाहिँ वारको सिचुएसनले गर्दा अहिले इन्डियन करेन्सी डेप्रिसिएट हुँदै गइरहेछ, जुन कि अब 92.30 छ डलर। द्याट मिन्स $1 को लागि हामीलाई कति चाहिने भन्दाखेरि 92.30 इन्डियन करेन्सी। इट किप अन डिक्रिजिङ। अब हामीले के बुझ्नु पर्यो भने अब इन्डियन इकोनोमी नै डाउनवार्ड गयो भने इट विल एडभर्सली इफेक्ट आवर इकोनोमी टु। अब भर्खर बङ्गलादेशमा चुनावपछि चाहिँ अब बङ्गलादेश नेसनलिस्ट पार्टीको चाहिँ बहुमत भयो, त्यहाँ सरकार भइसकेको छ। बट स्टिल जुन पेट्रोलियम पदार्थ भनौँ, जुन इनर्जी क्राइसिस भन्नुपर्छ, त्यस्तै श्रीलङ्काको हालत, पाकिस्तानको हालत, अब यहाँ नेपालमा अब नेपालको पोलिटिक्सको बारेमा पनि कुरा गरौँ साथीहरू चाहिँ। अब यहाँ चाहिँ इट्स डेफिनेटली बेस्ड अन द ब्रान्ड अफ बालेन्द्र शाह यानि बालेन भनेर बुझिन्छ। अब उहाँको मार्केटिङ स्टाइल र अन्डर दि अम्ब्रेला अफ राष्ट्रिय स्वतन्त्र पार्टी। अब राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ मेजोरिटी सिट ल्याए। ल्याइसकेपछि अब नेपालमा कस्तो छ भने हु विल बी द प्राइम मिनिस्टर अलरेडी डिक्लेयर्ड बाई द राष्ट्रिय स्वतन्त्र पार्टी, द्याट इज दि जुन भन्छौँ हामी प्रपोज्ड प्राइम मिनिस्टर, अब होम मिनिस्टर। अब नेपालमा कस्तो छ भने सरकार गठन भइसकेपछि चाहिँ अर्को चुनौती के देखिरहेको छु भन्ने चाहिँ जुन मोडरेट भन्छौँ हामी, हाउ द नेपाल गभर्मेन्ट कुड मोडरेट द रिलेसनसिप बिट्विन इन्डिया, चाइना र अदर। खास भन्ने हो भने साथीहरू चाहिँ कि जियोपोलिटिकलको जुन अहिलेको अवस्था जसले गर्दा जुन अहिले इनर्जी क्राइसिस जुन भइरहेछ साथीहरू चाहिँ, अहिले भर्खर मैले भने कि इन्डियन करेन्सी किप अन डेप्रिसिएटेड र इट विल एडभर्सली इफेक्ट आवर इकोनोमी टु। किनभने हाम्रो करेन्सी भनेकै के छ भने फिक्स्ड पेगिङ सिस्टम भन्छौँ, जस्तो हामी इन्टरनेसनल फाइनेन्समा भन्छौँ नि, जस्तो कि what is the fixed pegging system, next one is the flexible pegging system जुन कि फ्लक्चुएट भइराख्ने बेस्ड अन दि डलर। तर हाम्रो कस्तो छ भने इन्डियन करेन्सीसँग पेग छ फेरि। त्यसले गर्दा अहिलेको सरकारलाई च्यालेन्ज के छ भने अब गभर्मेन्ट भइसकेपछि चाहिँ नेपालको इकोनोमीलाई ट्र्याकमा कसरी ल्याउने फर्स्ट, त्यस्तै यहाँको जुन पहिलाको जुन लुटतन्त्र भन्नुपर्छ, करप्सन जुन बुम स्टेजमा पुगिसकेको थियो र त्यसको फ्रस्ट्रेसनै के आयो भने चाहिँ अब मेजोरिटी अफ द पिपल कास्टेड भोट
एगेन्स्ट द्याट फ्रस्ट्रेसन भन्नुपर्छ र त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी मेजोरिटी सिट आइसक्यो हो, मेन्डेट आइसक्यो हो। सो अहिलेको जुन आउँदो सरकारको चाहिँ के छ भने नेपालमा स्टेबिलिटी ल्याउनलाई त पहिला त के गर्नु पर्यो भने चाहिँ जुन कति हदसम्म त इन्टरनली म्यानेज गर्न सकिन्छ, तर जुन एक्सटर्नल फ्याक्टर्सहरू छन् जस्तो कि मैले युनाइटेड स्टेट्स, इजरायल र इरानको मिडल इस्टको चाहिँ तनावको स्थितिले गर्दा अहिले अब एसियन कन्टेक्स्टमै के भइरहेछ भने प्रब्लम भइसकेका छ साथीहरू। चाहिँ इज द नट एबाउट आम टकिङ अबाउट आर्टिफिसियल सर्टेज। यो भनेको चाहिँ अब जुन इरानले अब जुन अमेरिका भनौँ या जस्तो युनाइटेड स्टेट्स र इजरायललाई अहिले उहाँहरूलाई अब भनौँ न अझ ट्रम्प भनेको चाहिँ पेनिक सिचुएसनमा भइसक्यो हो भने अब नेपालको राजनीतिमा यसले कतिको असर पार्छ भन्दाखेरि हामीले अझ हेर्नै पर्ने हुन्छ। तर मलाई के लाग्छ भने विदिन अ मन्थ यदि यो वार अझ अब भनौँ न टेरेबल सिचुएसनमा गइदियो भने इट विल एडभर्सली इफेक्ट इन्डिया। अब बङ्गलादेशमा गरेकै हो, पाकिस्तान, अब नेपाल, सर्टेन कन्ट्रिजलाई बेनिफिट चाहिँ हुन्छ साथीहरू। चाहिँ त्यो कन्ट्रिज भनेको चाहिँ भन्नै पर्ने हुन्छ, द्याट इज द चाइना एन्ड द रसिया। सो अहिलेको नेपालको राजनीतिमा सबभन्दा के हो भने जुन गुड डिप्लोमेसी चाहियो, जुन कि अब कसरी हामीले सम्बन्ध बेटर गर्ने त। यस्तो होइन कि अब इन्डियातिर ढल्दा पनि प्रब्लम, चाइनातिर ढल्दा पनि प्रब्लम। अब हुन त नेपालमा पहिलाको सरकारले नै अब एमसिसी एगेन्स्ट द बिआरआई पारित गरेकै हो। अब यो सरकारले अब युनाइटेड स्टेट्सको इन्फ्लुएन्स नेपालमा बढ्दै गयो भने यसले कता कता हाम्रो इकोनोमीलाई जुन ट्र्याप भन्छौँ हामी, डेड ट्र्याप त छँदैछ, यो इकोनोमी नै ट्र्याप हुन जान्छ साथीहरू। चाहिँ त्यसले गर्दा हामीले पनि यसलाई चाहिँ ध्यान दिनुपर्छ भनेर मैले यो आजको भिडियो बनाउन खोजेँ साथीहरू। चाहिँ लेट्स होप द्याट कि आफ्टर बालेन्द्र शाह बिकम द प्राइम मिनिस्टर अफ नेपाल एभ्रिथिङ विल बी फाइन। तर हामीले के विचार गर्नु पर्यो भने उहाँसँग कुनै किसिमको इन्जेक्सन छैन कि प्राइम मिनिस्टर भइसकेपछि तुरन्त हाम्रो स्टेबिलिटी भइहाल्ने, तुरन्त करप्सन जिरो भइहाल्ने, त्यस्तो चाहिँ गाह्रै छ। बिकज इट्स अल अबाउट ह्याबिट र गभर्नेन्स भन्छौँ हामी। यदि स्ट्रङ गभर्नेन्स भयो, स्टेबिलिटी भयो भने डेफिनेटली पोलिटिकल रिस्कलाई हामी न्युट्रलाइज गर्न सक्छौँ। एट द सेम टाइम वी कुड मेन्टेन द गुड इन्टरनेसनल रिलेसनसिप साथीहरू। चाहिँ यही भन्दै म आजको यो भिडियोलाई यहीँ कन्क्लुड गरेँ साथीहरू। चाहिँ इफ यु लाइक दिस कन्टेन्ट लाइक पनि गर्नुहोला र मेरो च्यानल फाइनेन्स गुरु पवन कुमार झालाई सब्सक्राइब पनि गर्नुहोला। थ्याङ्क यू अल अफ यू फर वाचिङ दिस भिडियो। प्लिज टेक केयर अल अफ यू। थ्याङ्क यू।